शिक्षक सङ्घ चितवनका पूर्व अध्यक्ष तथा लेखकका पारिवारिक सदस्य जसले चितवनको सामाजिक शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ भुवानी शङ्कर पौडेलज्यू र उहाँलाई आफ्नो भनाइ राखिदिनु हुनको लागि अनुरोध गर्दछु र त्यसै गरी यसपछि हामी थप कार्यक्रमलाई अगाडि बढाउनेछौँ। भुवानी प्रसाद हो कि शङ्कर धन्यवाद कार्यक्रम सञ्चालक। सम्झनाका फुल स्मरणका लेखक कृतिकार मेरा सन्धि लेखनाथ दवाडीद्वारा लिखित कृति प्रकाशन व विमोचन कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, कृतिकार सम्धि लेखनाथ दवाडी, सम्धिनी इन्द्रकला दवाडी र विभिन्न पारिवारिक रूपमा र विभिन्न गोल्डन एजबाली भरपुर चितवनका सम्पूर्ण सदस्यज्यूहरू, अतिथिज्यूहरू र यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण बजुजन, महिला सज्जनवृन्द, वास्तवमा यो एउटा मानसिक सन्तान भनिँदो रहेछ। साहित्यिक क्षेत्रमा म पनि थोरै अलिअलि चाहिँ गर्नु खोजेको। म साहित्यिक चाहिँ होइन, साहित्यमा बाबै सर्वप्रथम मतलब मानसिक सन्तानको रूपमा जुन जन्म दिनुभएको छ सम्झनाका फुलहरू स्मरण, त यो हेर्दा सामान्य लाग्छ, तर यो किताब प्रकाशन गर्ने कुरा त्यति सजिलो कुरा होइन। चिन्तन, मनन र समर्पण, त्याग पनि आवश्यकता पर्ने हुन्छ। हुन त हामीलाई चाहिँ के भन्दा यो शास्त्रमा पनि भनेको छ, अक्षरम अमन्त्रम अक्षरम नास्ति, नास्ति मूलम अनौषधम, अयोग्य पुरुषो नास्ति, योजक तत्र दुर्लभ भनेर भने मतलब के भने यो सबै अक्षरहरू चाहिँ नि मन्त्रहरू हुन्, सबै वनस्पति बोट बिरुवाहरू चाहिँ औषधिहरू हुन् र मान्छेहरूमा पनि एउटा कुनै न कुनै विशेषताहरू हुन्छ, खुबी हुन्छ। त मुख्य समस्या चाहिँ के हो भने त्यो पहिचान गर्न सकिने कुरा नै सबभन्दा ठुलो कुरा हो भनेर भने। त त्यो पहिचान कुन बेला हुन्छ त भन्दा हामी सबैसँग जसरी हामी जन्मँदाखेरिमा सबै कुरा लिएर आएका हुन्छौँ, हामीसँग सकारात्मक गुण पनि लिएर आएका हुन्छौँ र नकारात्मक गुण पनि लिएर आएका हुन्छौँ। र हाम्रो जीवनभर उद्देश्य के रहन्छ त भन्दा नकारात्मक गुणहरू लोभ, माया, मोह, लोभ, क्रोध, हिंसालाई चाहिँ त्यागेर असल करुणा, क्षमा र सहयोग, सेवालाई हामी अगाडि बढाउनुपर्छ भन्ने जुन चाहिँ धारणा राखिन्छ। त्यस्तै गरी यो साहित्यमा पनि त्यस्तै कुरा लुकेको हुन्छ। साहित्य भनेको अब हुन त साहित्य विधा नै चाहिँ के हुन्छ भन्दा हाम्रो यहाँ पाहाडीजी हुनुहुँदो रहेछ प्राध्यापक, उहाँले चाहिँ हेर्नुभएको छ किताबको धेरै कुराहरू चाहिँ उहाँले हेर्नुभएको छ। त यो साहित्य विधाका हिसाबले हेर्दाखेरिमा कथा, कविता, निबन्ध, स्मरण लगायत उपन्यास अनि विभिन्न विधाहरू छन्। त ती मात्रै होइन, मलाई लागेको कुरा चाहिँ साहित्य एउटा भावना हो, सूचना पनि हो। त हाम्रो चाहिँ जुन प्रकारको चाहिँ यो सम्झनाका फुल चाहिँ स्मरण जुन आएको छ, यसमा साहित्य पनि छ, सूचना पनि छ र भोलि पुस्तान्तरको कुरा पनि छ, इतिहास पनि छ। जसले चाहिँ के छ भन्दा पहिलेका कुराहरू चाहिँ हामीले चाहिँ धेरै कुरा थाहा पाउनु, के नाता पर्छ, के सम्बन्ध छ, हामी कहाँ थियौँ, हिजो के अवस्था थियो। विकास भनेको कुरा हेर्ने हो भने के हुन्छ भने विकास भनेको कुरा हिजोको धरातल हेरेर आजको कुरा हेर्दा विकास भन्ने हो। धरातल बिनाको विकास त हुँदैन। अस्ट्रेलिया र क्यानाडासँग बेलायतसँग हामीले नेपाल तुलना गरेर मात्रै त विकास होइन। त हामी हिजो अवस्था कुन थियो, हामी पहाडबाट लमजुङ अथवा पर्वतहरूबाट आउँदाखेरिमा 10औँ 12औँ दिन लाएर चितवन आउनुपर्ने अवस्था हाम्रा छोरा नाति र पुस्ताहरूले थाहा पाउनु परेन। त त्यो पुस्तान्तरण कसरी गर्ने त भन्दा यस्तै पुस्तकले गर्छन्।
कि त हिजोको जस्तो कथा भन्ने कुरा ल मकै झुत्त बाँड्न आउनु पऱ्यो ल केही कुरा भन्नु पऱ्यो भनेर भन्दा हजुरबाले हजुरआमाले अथवा हाम्रो बाले हामीलाई भनेको कथाहरू चाहिँ सधैँभरि कथा मात्रै त भन्नुहुन्थेन, त्यो घटनाहरू भन्नुहुन्थ्यो र त्यो पुस्तान्तरण हुन्थ्यो। त अहिलेको त्यस्तो अवस्था छैन। फुर्सद रह्यो भने हामी के गर्छौँ भने छोराछोरीहरू नाति नातिनाहरू सबैले मोबाइलमै हुन्छन्। उस्तै पऱ्यो भने हामी पनि त्यही मोबाइलमै झुमिरहेकै हुन्छौँ। कसले के भइरहेछ, के भइरहेछ, यो राजनीतिक परिस्थिति, सामाजिक परिस्थिति, अन्य कुरा के भइरहेछ भनेर। त अहिलेको मलाई लाग्छ के भन्दा ठुलो समस्या चाहिँ के हो भने पुस्तान्तरणको समस्या। त यो किताबले चाहिँ के हुन्छ भने त्यो पुस्तान्तरणलाई, हिजोका समस्याहरूलाई, हिजोका दुःख सुखहरूलाई चाहिँ नि दिन सक्ने चाहिँ बाटो डोर्याउने, देखाउने र आफ्नो धरातल थाहा पाउने कुराहरू चाहिँ यो पुस्तकले प्रदान गरेको छ। त्यसको लागि समिति लेखनाथ दवाडीज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। अब खुसीको कुरा चाहिँ के कुरा हो भने अब उहाँ चाहिँ लमजुङबाट आउनुभयो, म चाहिँ नि पर्वतबाट आएँ। त मेरो पनि त्यस्तै कथा छ। मेरा कथाहरू चाहिँ नि मेरो छोराछोरीहरूले चाहिँ सुन्न चाहँदैनन्। नाति नातिले सुन्ने कुरा त परै भयो। र अझै भनियो भने चाहिँ अहिलेको परिस्थिति के छ भनेर भन्दाखेरिमा 98 450 54 704 भन्नु थाल्यो भने अङ्ग्रेजीमा भन्नुहोस् न बुवा भनेर नातिले भन्छ। त अङ्ग्रेजीमा नभन्यो भने नेपालीमा भनेको चाहिँ उनीहरूले चाहिँ त्यो मोबाइल नम्बर थाहा पाउँदैन। त अहिलेको यो अवस्था त्यो कसले लिएर आयो, कहाँबाट आयो भन्दा हामी पनि टिचरबाट मैले 38 वर्ष पढाएँ, समितिले चाहिँ 30-32 वर्ष पढाउनु भयो। हामी भोला सर चाहिँ हेड सर हुनुहुन्छ र हामी कतिपय शिक्षण पेसामा लाएर गइरहेका छौँ। त अहिलेको जेनेरेसनको जुन चाहिँ प्रकारको गइरहेको छ त्यो मलाई लाग्छ चिन्ताको विषय हो। प्रमुखतिर विशेष गरी जानुभयो। मलाई लाग्छ साहित्यमा पनि मलाई यो कुराहरू चाहिँ नि जुन मलाई लाग्छ यो यस्तो प्रकारको कुरा पुस्तान्तरण हुने कुराहरू, कथा, कविता, निबन्ध लगायत जुन चाहिँ छ त्यो मात्रै साहित्य होइन। साहित्य चाहिँ के भने पुस्तान्तरण गर्ने कसरी भन्ने कुरा पनि मलाई लाग्छ यो साहित्यको प्रमुख विषय हुनुपर्छ। र यो चाहिँ यो किताबले दिएको छ र यसलाई सरसर्ती हामीले मात्रै नभइकन दवाडी र दवाडीसँग सम्बन्धित पुस्ताहरूले चाहिँ अध्ययन गर्ने अवसर प्राप्त भयो भने त्यसले चाहिँ के हुन्छ, त्यो पुस्तान्तरण काम लाग्ने छ भने हामी जस्तालाई चाहिँ के हुन्छ भने उत्प्रेरणा जगाउने। यो उमेरमा पनि यस्तो जाँगर जुन चाहिँ प्राप्त भयो त्यो जाँगर चाहिँ के हुन्छ भन्दा जाँगर बिना त केही गर्न सकिँदैन। त हामीभित्र जुन लुकेको प्रतिभा छ त्यो प्रतिभा हिजो पनि थियो होला, सानैमा किन गर्नु भयो त भने पछि आएर उत्प्रेरणा भयो। कालिदासले चाहिँ के हुन्छ भने पहिले कालिदासको हुनुभएको त होइन नि, उहाँलाई चाहिँ जुन डाकुहरूबाट चाहिँ जुन भयो पछि चाहिँ नि उत्प्रेरणा प्राप्त भएर न त उहाँ कालिदास बन्नुभयो हो। त यसैले हामीले चाहिँ यो उत्प्रेरणात्मक गर्ने काम पनि यसले यो आजको समारोहले गरेको छ। प्रकाशक एवं यसको कृतिकार परिवार जुन चाहिँ हुन्छ उहाँलाई हार्दिक धन्यवाद बधाई ज्ञापन गर्दै उहाँका पुस्तक उहाँ जागिरु हुनुहुन्छ, फुर्तिलो पनि हुनुहुन्छ र मलाई लाग्छ भोलिका अन्य कृतिहरू पनि पढ्न पाइने आशा र अभिलाषा राख्दै बिदा हुन्छु। हस्, नमस्कार।